स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको रिजल्ट आउने डेट यानी कि बाँडफाँड हुने डेट चाहिँ सार्वजनिक भइसकेको छ। कति यो एफपीओ बाँडफाँड हुँदैछ यानी कि रिजल्ट आउँदैछ र त्यसैगरी यो एफपीओ पर्ने चान्स कतिको छ र यो एफपीओबाट कति फाइदा हुन्छ लगायतका सम्पूर्ण कुराहरूको बारेमा यो भिडियोमा जानकारी दिनेछु। धितोपत्र बोर्डले यस कम्पनीलाई 1,95,773 किता सेयर निष्कासन गर्ने अनुमति दिएको थियो भने भर्नेको संख्या भनेको 119 गुणा बढीले चाहिँ यो एफपीओ भरेको छ। जम्मा 18,84,710 जनाले यो एफपीओ भरेको छ भने यो एफपीओ पर्ने भनेको मात्र 19,577 जनालाई यो एफपीओ पर्ने छ र बाँकी रहेको 18,65,133 जनाको हात भने खाली हुनेछ। र यो एफपीओ को बाँडफाँड भनेको चैत 1 गते हुनेछ यानी कि हामीले त्यही दिन चाहिँ रिजल्ट हेर्न पाइनेछ। चैत 1 गते चाहिँ हामीले यो एफपीओ को रिजल्ट हेर्न मजाले पाइनेछ र यो एफपीओ पर्ने चान्स एकदमै कम छ किनभने मात्र 19,577 जनालाई यो एफपीओ पर्ने छ भने भर्नेको संख्या भनेको 18 लाख भन्दा माथि रहेको छ। त्यसैले पर्ने चान्स एकदमै कम छ। भाग्यमै भर पर्नुपर्ने हुन्छ यो एफपीओ पर्नको लागि। त्यसैले यदि तपाईहरु यो एफपीओ परोस् भन्ने चाहनुहुन्छ भने चाहिँ कमेन्टमा ओम लेख्नु होला। र चैत्र 1 गते रिजल्ट आउँदैछ, बाँडफाँड हुँदैछ, त्यो दिनसम्म तपाईहरुले जति सक्दो भगवानसँग प्रार्थना गर्न सक्नुहुनेछ किनभने रिजल्ट भनेको लकी ड्रबाट हो। जो भाग्यमानी छ, जसको दिन राम्रो छ, त्यो मान्छेलाई मात्र यो एफपीओ पर्ने हो। यो एफपीओ पर्नु बित्तिकै तपाईहरुको 1000 रुपैयाँको लगानी चाहिँ 10,000 हुनेछ। कसरी भन्नुहुन्छ भने यस कम्पनीको आईपीओ पहिला आइसकेको छ र अहिले नेप्सेमा मज्जाले कारोबार भइरहेको छ। बाइ सेल जे पनि गर्न मिल्छ अहिले नै तत्काल तपाईहरुले एफपीओ पर्न बित्तिकै। र अहिले रिसेन्ट प्राइस भनेको प्रति शेयरको 1000 रुपैयाँ रहेको छ यानी कि तपाईहरुलाई यो एफपीओ पर्नु बित्तिकै डिमेट खातामा आएर मेरो शेयरमा देखाउनु बित्तिकै सेल गर्न पाउनुहुनेछ र सेल गर्दाखेरि सुरुमै तपाईले 10,000 रुपैयाँ फाइदा लिन सक्नुहुनेछ। सो आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक गर्नुस् र कमेन्ट गर्न चाहिँ नभुल्नु होला। र यस्तै शेयर मार्केट सम्बन्धित सर्ट एन्ड स्वीट भिडियो हेर्न चाहनुहुन्छ भने मनी कुरालाई फलो पनि गर्नु होला।